यो हो अजेलिया फूल। एक गाउँको किसान ठूलो माया र स्नेहले यी सुन्दर फूलहरू टिप्छ र टोकरीमा जम्मा गर्छ। घर फर्किएपछि ऊ नजिकैको बग्ने खोलामा ती फूलहरू राम्ररी धुन्छ। त्यसपछि ऊ काठको एउटा औजारको सहायताले तिनीहरूलाई बिस्तारै पिस्न थाल्छ। जसरी फूल दबिन्छन् तिनीहरूबाट गाढा रातो रङ निस्कन्छ, पूर्ण प्राकृतिक र सुन्दर। अब ऊ त्यो रसलाई सफा कपडाले छानेर तताउन राख्छ। त्यो तताएको रसमा ऊ पहिले नै भिजाएका साना सेता साबिकाना साबुदाना हाल्छ। मिश्रण बिस्तारै हल्का गुलाबी रङमा परिणत हुन्छ। पछि ऊ उमालेका सुन्तला रङका सकरकन्दबाट एउटा नरम पेस्ट तयार गर्छ। मिठो क्रिम जस्तो र भरणका लागि बिल्कुल उपयुक्त। अब ऊ साबिकाना र अजेलियाको मिश्रण मिसाएर नरम आटा बनाउँछ। त्यस आटाबाट साना बलहरू बनाएर बिस्तारै पातलो पातमा बेल्छ। हरेक पातमा ऊ सकरखण्डको मिठो पेस्ट हाल्छ र ध्यानपूर्वक मोडेर काठको परम्परागत साँचोमा थिच्छ। त्यसले गर्दा प्रत्येक टुक्रामा फूल जस्तो सुन्दर डिजाइन देखा पर्छ। अन्त्यमा ऊ ती सबैलाई बाफमा पाकाउँछ जबसम्म तिनीहरू पूर्ण रूपमा नरम, चम्किला र तयार हुँदैनन्।